हेलो साथीहरु, स्वागत छ तपाईलाई गफर्डको नयाँ भिडियोमा। आज हामी चाहिँ रियाक्ट गर्नेवालामा छौँ सङ वेलकम टु द जंगलको उच्च उच्च लम्बा कद जुन पुरानो मुभीकै सङ हो। उचा लम्बा खाद हैन काद कद काद कद 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 भने हाइट। हाइट। यो त पुरानो सङ हो, एकदमै मजेदार सङ हो। र अक्षय त्यसपछि कुमार र कट्रिनाको त त्यतिखेर बवाल थियो यो त्यो त अझै पनि सोच्दाखेरि त्यो भाइब्स अझै पनि आउँछ क्या। आउँछ। अब यो चाहिँ नयाँमा फेरि केही चेन्जेस गरेर पनि बनाएको हुन्छ होला, के कस्तो अब हेरौँ, सँगै हेरौँ है। तपाईलाई के कस्तो लाग्छ त्यसपछि हामी कुरा गरौँला बाइक कुरा। ओके, अहिले प्ले नै गरौँ त्यसले। प्ले गरौँ, यस प्ले। दिशा पता नहीं सानो म्याच भएन, रेसअप चाहिँ त्यस्तै त्यस्तै आयो। भाइब्स अलिकति कस्तो नमिल्या है, अलिक नमिल्या। त्यो अक्षय कुमारको त पार्ट ठिक छ हैन, तर यो दिशा पतानीको चाहिँ अलिकति त्यो हामीले पहिला हेरिरहेको लुक चाहिँ त्यसमा भएर पनि होला हैन। हुन त यो फेरि वेलकम टु द जंगलमा यो सबै पुरानै के चिजको सुटिङ गरे जस्तो पाराको देखाएको छ। त्यही कन्सेप्टमा लिएर फिल्मलाई ओके होला, तर हामीले हेर्दा चाहिँ अलिक गीतमा चाहिँ ठिक छ। त्यो पनि प्ले गरौँ अब। पुरानै छ। यो अलिकति चेन्ज भयो। त्यो पार्ट चाहिँ चेन्ज भएको छ। त्यसलाई यो सङ फेरि गएको हो र होइन होला? होइन, त्यो त त्यही गएको गएकै हो। त्यो अलिकति फरक फिल चाहिँ आइरहेछ क्या त्यो, किनभने अहिलेको त्यो ट्युनहरू त सब सेम भइहाल्यो। सेम भयो। अलि मिक्स गरेपछि त्यहाँबाट अब अलिअलि न्यू रेकर्ड गरेको छ भनौँ न। त्यो मिक्स भएको पार्ट त चाहिँ यो मेन लाइनै पुरानै हुनु पर्थ्यो जस्तो फिल भयो क्या मलाई चाहिँ। अलिकति नयाँ भयो कि जस्तो लाग्यो। यो अक्षय कुमार पनि अलिक मिसिनै छ। लिरिक्स फर्क छ। यो वाला पार्ट चाहिँ ठ्याक्कै रिपिटेडै फिल भयो अलिकति। मतलब पहिला कुन फिल्ममा ठ्याक्कै लुक सेम भएको जस्तो होइन। ठिक छ, स्वागत छ। मतलब अक्षयको ठिक छ क्या, ठिक छ। अक्षयकोमा भाइब्स टक्क मिलिरहेछ सङ्ग्समा, केही प्रब्लम छैन। ऊ अब पहिला पनि त्यसमै नाचेको भएर पनि हो कि हामीलाई फिल आएको है। अलिकति नसुहाएको यतापट्टि फिल भएको, त्यही पनि ठिक छ। नसुहाएको भने त्यो हिरोइनलाई मात्र अलिकति सङ अलिकति डिफ्रेन्ट चाहिँ कहीँ चाहिँ महसुस थोरै भइरहेछ, तर लगभग अलमोस्ट त सेमै फिल छ कि अन्त खासै चेन्ज गरेको छैन रहेछ।
ट्रेलर जस्तो होइन के छ एन्डिङमा We miss you, Katrina. We also miss you. हो यो पार्ट जरुरी थियो क्या We also miss you. त्यो त मिसै गर्ने खालको कुरा थियो यार साँच्चै भन्नु पर्दा। यो त अडियन्सकै कुरा भनिदिइहाल्यो भन्थ्यो क्या त्यो जे सोचिरहेको थियो त्यही कुरा ठ्याक्कै लास्टमा मेन्सन पनि गरेको रहेछ त्यो क्रेडिट दिएको एकदम सही लाग्यो मलाई चाहिँ ओभरअल हेर्दाखेरि चाहिँ यो सङ चाहिँ कस्तो फिल्मको लागि पर्फेक्ट छ पर्फेक्ट छ होइन फिल्ममा पुरै भाइब्स आउँछ यो होइन पुरै तर होइन म सङ चाहिँ सुन्छु भन्दाखेरि यो सुन्दिनँ क्या म पुरानै सुन्छु क्या पुरानै सुन्छ सिधै कुरा चाहिँ किन त्यही हो त्यसमा मेन कट्रिना र अक्षयको जोडीले गर्दा जोडी पनि अनि प्लस त्यो अब पुरानो भाइब यसमा चाहिँ जोडी चाहिँ सुहाएको छैन त्यति जस्तो सङ पनि होइन म्युजिक सबै सङ कम्प्लिट पुरानो भाइब्स नै गाडिसक्यो क्या हाम्रो मनमुटुमा होइन अब नयाँ सुन्दाखेरि चाहिँ के हुन्छ जस्ट हलको लागि ओके छ ओके छ हलमा त म्युजिक त हलको लागि त दामी छ मजा आउँछ हलमा हेर्न त। हलको लागि चाहिँ म अहिले ओके भन्छु तर पर्सनली चाहिँ म पुरानै मन पराउँछु मेरो तर्फबाट चाहिँ यही नै हो खास मलाई चित्त चाहिँ बुझ्या छ अलिअलि मिक्स छ ठिक छ त्यसलाई ओके फिल्मको लागि ओके छ ओभरअल एकदम ठिक छ लिरिक्स मात्र अलि तलमाथि गरे हो अन्त म्युजिक त ट्युनिङ त सबै सेम दुई छ यसले हलमा इफेक्ट गर्दैन त्यो इफेक्ट यति कुरा मात्र पर्सनली चाहिँ बजाइदिएन यति कुरा चाहिँ फेरि यो पनि कुरा आउँछ के छ तेरो विचार मेरो त यही हो त्यही हो यस्तै हो सेम तपाईँलाई के कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नुहोस् है मलाई त ठिकै पनि लाग्यो तर मैले हलको लागि ओके छ ओके छ। पर्सनली सुन्नु पऱ्यो भने म पुरानै सुन्छु यही कुरा मैले यसमा मेन्सन गर्दै हाम्रो भनाइ यही नै हो र नेक्स्ट इन्ट्रेस्टिङ भिडियोमा हामी पछि भेट्छौँ भिडियोलाई के गर्नुहोस् तपाईँले चाहिँ लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् च्यानल सब्सक्राइब गरेर जानु होला बाई 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 बाई